ग्रेटर नेपाल आखिर नेपालको नक्साबाट कसरी गायब हुन पुग्यो र के कारण नेपालले करिब 10 वटा ठाउँहरू गुमाउन पुग्यो र अझै नेपालले 3 वटा चर्चित ठाउँहरू गुमाउनेवाला छ जुन नेपालीलाई थाहै छैन। त्यसैले आउनुहोस् अब नेपालले कुन कुन ठाउँहरू गुमाउनेवाला छ र त्यसको कारण के हो र कसरी गुमाउने छ विस्तृतमा बुझौं। आज भन्दा ठ्याक्कै 209 वर्ष अगाडि 209 वर्ष अगाडि नेपालले आफ्नो भूमि गुमाएको थियो, जसको मुख्य कारण थियो भारत, अथवा भनौं भारतले नै नेपालका यी सुन्दर ठाउँहरू खोसेको थियो। कसरी भन्ने प्रमाण अब म देखाउँछु। यो हो आज भन्दा 233 वर्ष पुरानो नेपालको नक्सा। अनि राम्रोसँग हेर्नुस् त, नेपालको नक्सा सँगै भारतको नक्सा पनि हुनुपर्ने होइन र? अझै विशेष त यो हो कि नेपाल बन्नु भन्दा कयौं वर्ष पछाडि भारत बनेको थियो। अझै भनौं नेपाल भारत भन्दा 179 वर्षले पुरानो राष्ट्र हो। तर अर्को कुरा, भारत बनेको आजको मितिसम्म मात्र 78 वर्ष पुगेको छ। मेरो मतलब भारत स्वतन्त्र देश भएको मात्र 78 वर्ष पुगेको छ। त्यस अगाडि भारतलाई भारत भनेर कुनै देशले चिन्ने थिएन। यानि कि छोटकरीमा बुझौं, आज भन्दा 78 वर्ष अगाडि भारत नामको कुनै देश नै थिएन। भनेपछि सबै भारत नेपाल किन बनेन? मेरो मतलब भारत नभएर नेपाल पनि त बन्न सक्थ्यो। यसको रमाइलो उत्तर हो त्यो बेला भारतमा ब्रिटिशहरूले शासन चलाउनु। तर यदि यस्तो हो भने के नेपालमा कुनै देशले पनि शासन चलाएन होला त? चलाएन। किनभने नेपाल एक यस्तो देश हो जहाँ विश्वका हरेक देशमा विदेशी शासन चलेको थियो। त्यो बेला नेपालमा आफ्नै शासन चलेको थियो, राणा शासन। यो यति खतरनाक थियो कि जसकारण नेपालमा शासन चलाउनु त के सोच्नु पनि